हाङ्गुगे सानप कुचो कोरियाको औद्योगिक संरचना हाङ्गुगे सानप कुचो नुन खिसुल ह्याक्सिनग्वा खुल्लोबल वाए तारा छिसोक जकुरु फेन्वा हागो इसुम्निदा कोरियाको औद्योगिक संरचना चाहिँ प्रविधिको विकास र विश्वव्यापीकरणसँगै लगातार रूपमा परिवर्तन भइरहेको छ। ख्वागएनुन नोङअपक्वा क्यङ्गोङअप चुङसिमे सानप कुजोयाचिमान ह्यान्जेनुन छेजोअपक्वा सबिसोअपदुङ खोबुगागा छि सानबे फिजुङी नोफाज्यासुम्निदा विगतमा कृषि व्यवसाय र बत्ती व्यवसायमा केन्द्रित औद्योगिक संरचना भएको भए तापनि अहिले उत्पादनमूलक व्यवसाय, सेवामूलक व्यवसाय आदि समानको भ्यालु एड गर्ने व्यवसायको अनुपात बढ्दै गएको छ। नोङअप, अअप, इमअप, दुङे इल्छा सानबुन हाङ्गुगे छन्चे जिडिपिएस छाजी हानुन फिजुङी सांगदे जकुरो नाच्चिमान खुगमिने खिबोन सेङ्वारे फिर्यो हान नोङसानमुल, सुसानमुल, इम्सानमुल दुङे सेङसानेस यजनी छुङयो हान यखारुल हागो इसुम्निदा कृषि व्यवसाय, मत्स्य व्यवसाय, वनजङ्गल जन्य व्यवसाय इत्यादि पहिलो तहको व्यवसाय कोरियाको सबै जिडिपीको अनुपात हेर्दा अरूको तुलनामा कम भए तापनि जनताको आधारभूत जनजीवनमा आवश्यक पर्ने कृषि उत्पादन, सामुद्रिक उत्पादन, जङ्गली उत्पादन आदिको उत्पादनले पहिले जस्तै महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। ह्यान्जे हाङ्गुगुन छन्जा छादोङछा छोसन वाहाक सानप थुङेस सेगेजकिन खेङ्जेङ्न्याकुल खाजीको इसुम्निदा अहिले कोरियाले इलेक्ट्रोनिक्स, मोटरगाडी, सिपबिल्डिङ, केमिकल उद्योग आदिमा विश्वव्यापी रूपमा चुनौती दिइरहेको छ। थुक्की सामसङ, ह्यान्डे, एलजी वा खाथुन थेकियाब दुरी ग्लोबल सिजाङेस छुङयोहान उइछिरुल छाजियागो इसुम्निदा विशेष गरी सामसङ, हुन्डाई, एलजी र यस्तै ठुला कम्पनीहरूले विश्वव्यापी बजारमा महत्त्वपूर्ण स्थान ओगटिरहेको छ। तोहान आइटी सोफ्टवेयर सानबे फाल्चनुल फाथाङ्गुरो खुम्युङ ख्योयुक उइर्यो ख्वाङवाङदुङे सबिसु सानबी हाङ्गुगे थिजिथल ख्याङ्जे फाल्चनुल इकुलको इसुम्निदा र आइटी र सफ्टवेयर उद्योगको विकासको कारणले वित्तीय, शिक्षा, स्वास्थ्य, पर्यटन आदिको सेवा व्यवसायले कोरियाको डिजिटल आर्थिक विकासलाई चलाइरहेको छ। खुरिगो हाङ्गुगे केपअप थुरामा यङ्ह्वा थुङे सेगेजक इन्किए हिमिब मुनवा खोन्तेन्चु सानब्दो खुन छुमोकुल फाक्को इसुम्निदा र कोरियाको केपअप, ड्रामा, फिल्म इत्यादिको अन्तर्राष्ट्रिय प्रसिद्धिले गर्दा कोरियाको सांस्कृतिक कन्टेन्ट व्यवसायले पनि ठुलो आकर्षण पाइरहेको छ। छोइगुनेनुन साछा सानब ह्याङ्मेङ्सिदेरुल थेबिहाय इन्गोङ छिनुङ फिक्देइ थ छायुल छुएङछा रोबोथुङे खिसुल खेबारे मानुन थुजारुल हागो इसुम्य इरुल थोङे सेरोउन सङ्जाङ थोङन्याकुल छाक्कोजा नोरेक हागो इसुम्निदा हालसालै चौथो औद्योगिक क्रान्तिको युग बनाउनका लागि एआई, बिग डेटा, स्वचालित गाडी, रोबोट आदिको प्रविधिको विकासमा धेरै लगानी भइरहेको छ र यसले गर्दा नयाँ ग्रोथ इन्जिन बनाउनका लागि पनि प्रयास भइरहेको छ। इराहान सानब कुचोए फेन्वानुन हाङ्गुग ख्याङ्जे खुक्चे ख्याङ्जेङ्न्याकुल नोफिनुन्दे खिया हागो इसुम्निदा यस्तो प्रकारको व्यावसायिक संरचनाको परिवर्तनले कोरियन अर्थतन्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउनका लागि योगदान पुर्याइरहेको छ।